हेलो साथीहरू, आज चाहिँ म तपाईहरुलाई मशरुम र सोयाबिनको साँधेको अचार बनाउनु गइरहेको छु। यसरी सुरुमा मशरुमलाई राम्रोसँग केलाउने, धुने, यसलाई अनि राम्रोसँग फ्राई गर्ने ब्राउन भइन्जेलसम्म। मैले चाहिँ थोरै तेल लगाएर 5 फोरन पड्काएको छु ताकि भरे झान्नु नपरोस् भनेर। यसरी मशरुमलाई भुट्नुहोस्। एकछिन भुटेपछि यसको पानी नसुकिन्जेलसम्म भुट्नुहोस् र हल्का पानी सुक्न थालेपछि बेसार र थोरै नुन लगाएर अझै भुट्नुहोस्। एकछिन ब्राउन भइन्जेलसम्म। यसरी टमाटर पनि मैले हल्का फ्राई गरेको छु भरे यसमा मिक्स गर्नको लागि। अनि सोयाबिनलाई 10-15 मिनेट यसरी भिजाउनु होला। त्यसपछि राम्रोसँग यसको पानी राम्रोसँग निचोरेर एउटा बोलमा राख्नुहोस् र यसलाई पनि थोरै तेल लगाएर फ्राई गर्नु होला। सोयाबिन पनि ब्राउन कलर भइन्जेलसम्म फ्राई गर्न सक्नुहुन्छ। कसैले चाहिँ डिप फ्राई पनि गर्नुहुन्छ, तर म चाहिँ हल्का मात्रै फ्राई गरिरहेको छु। त्यसपछि यसमा लगाउने धनिया, डल्ले खोर्सानी, धरानी, पिरो खबडी खोर्सानी 2टा लगाउन गइरहेको छु। अनि लसुनको पत्ता, यसमा चाहिँ मलाई काँचो लसुन मनपर्छ, त्यही भएर काँचो प्याज, काँचो लसुन, डल्ले खोर्सानी, धनिया, लसुनको पत्ता, हल्का धुलो खोर्सानी, अनि अलिकति नुन स्वाद अनुसार, अनि जिरा धनियाको पाउडर र लेमन लगाएर अघिको टमाटर पनि लगाएर राम्रोसँग म्यास गर्नु होला। त्यसपछि यो खानुको लागि रेडी भयो। यसरी तपाईहरुले बनाएर खान सक्नुहुन्छ। खानासँग पनि चिउरासँग पनि लिनु सक्नुहुन्छ। एकदम टेस्टी भएको जस्तो छ। अब खाऊ है त। थ्यांक यू फर वाचिङ।